पत्रकार बन्धुगण, वर्तमान समयमा सिर्जना भएको राष्ट्रिय चुनौती बहुसंख्यक हिन्दू समाज विरुद्धको षड्यन्त्र लगायतका समसामयिक विषयमा आयोजित पत्रकार सम्मेलनमा पाल्नु भएको पत्रकार महोदयलाई हार्दिक स्वागत एवं आभार। मुख्य विषय बिन्दु म यहाँ फोकस गर्न गइरहेछु। एक नम्बरमा म यहाँहरूलाई निवेदन गरौँ, विवादित मदरसा शिक्षा बोर्ड विधेयक। मध्य प्रदेश सरकारले विगतमा विवादित बनेको मदरसा शिक्षा बोर्ड विधेयक पुनः प्रदेश सभामा पेश गर्ने निर्णय गरिनु गम्भीर चिन्ताको विषय बनेको छ। विधेयकमा पर्याप्त सुरक्षा मूल्याङ्कन, सार्वजनिक परामर्श र अध्ययनको अभाव छ, जसले विभाजनकारी शैक्षिक अभ्यासलाई प्रोत्साहन गर्ने जोखिमहरू बढाउँछ। केही मदरसा र मस्जिदहरू अवैध रूपमा प्रवेश गरेका व्यक्तिहरूलाई आश्रय दिने वा रोजगार उपलब्ध गराएको भन्ने आरोपहरू पनि रहेका छन्, जसले दीर्घकालीन राष्ट्रिय सुरक्षा र जनसाङ्ख्यिक सन्तुलनमा जोखिम उत्पन्न गर्न सक्छ। 2 नम्बर बिन्दु, हिन्दू समाजमाथि लक्षित आक्रमणहरू। हाल नेपालभर हिन्दूमाथि भएका थुप्रै हिंसात्मक घटना उजागर भएका छन्। रौतहटमा एक हिन्दू परिवारलाई विवाह समारोहका बीचमा मुस्लिम समुदायका व्यक्तिहरूद्वारा निर्मम आक्रमण। जनकपुर धाम र नेपालगञ्जमा दुर्गा तथा गणेश प्रतिमाको विसर्जन जुलुसमा ढुङ्गा हानाहान, अवरोध र कुटपिट। वीरगञ्जमा हनुमान जन्मोत्सवको शोभायात्रामाथि स्थानीय मस्जिदबाट आक्रमण। जनकपुरमा मात्रै यो देवपुरा रूपैठा लगायतका जुन यो छठ पर्व, जुन हिन्दू समाजको, जुन तेली समाजको, जुन तेलिया पोखरी भनेर पुरै विश्वलाई यो जानकारी छ, त्यो तेलिया समाज, त्यो तेलिया पोखरी, त्यो क्षेत्रमा एउटा मुस्लिम एउटा वार्ड अध्यक्ष निर्वाचित हुने बित्तिकै म त्यहाँ छठ पर्व पनि गर्न दिँदैन भनेर त्यो खालको अतिक्रमणहरू जुन भएको थियो, त्यो पनि विषयमा यहाँहरू समक्ष निवेदन गरे। यी घटनाले साम्प्रदायिक तनाव र सुरक्षा वातावरण तीव्र रूपमा बढाएको छ। तेस्रोमा, अवैध घुसपैठ र जनसाङ्ख्यिक जोखिम। हाल बङ्गलादेश र रोहिङ्ग्या समूहबाट हुने अवैध प्रवेश उल्लेख रूपमा बढेको देखिन्छ। केही मस्जिद तथा मदरसाहरूलाई आश्रय स्थल वा मार्गका रूपमा प्रयोग गरेको आशंका छ। त्यससँगै मुस्लिम जनसङ्ख्याबारे 40 लाखको भ्रामक दावी गरेर सामाजिक अस्थिरता फैलाउने प्रयास पनि देखा परेको छ, जबकि आधिकारिक तथ्याङ्क अनुसार नेपालमा मुस्लिम जनसङ्ख्या करिब 14,80,000 मात्र छ। चौथोमा, हलाल प्रमाणीकरण र मजहबी दबाव। मुसलमान बाहेकका उपभोक्तालाई पनि हलाल प्रमाणीकरण अनिवार्य जस्तै बनाउने प्रयास देखिनु आर्थिक तथा सांस्कृतिक रूपमा इस्लामिक अभ्यास थोपार्ने जस्तो व्यवहार मानिएको छ। पाँचौँमा, विमानस्थलमा नमाज कोठा विवाद विषयमा। हालै विराटनगर विमानस्थलमा मुस्लिम समुदायलाई मात्र विशेष नमाज कोठा बनाउने योजना हिन्दूहरूका लागि समान सुविधा नदिनु धर्मनिरपेक्षताको नाममा विभेदपूर्ण अभ्यासको उदाहरण बनेको छ। छठौँमा, विदेशी वित्त पोषित इस्लामिक गतिविधि प्रति शंका। टर्की र बङ्गलादेशमा आधारित ASH फाउन्डेसन लगायतका संस्थाहरूबाट नेपालमा मस्जिद तथा इस्लामिक केन्द्रहरू सञ्चालनमा ठूलो रकम प्रवाह भएको जानकारी सार्वजनिक भएको छ। यी गतिविधिहरूलाई लवजिहाद तथा कट्टरवादी प्रचारसँग जोडिएको भन्दै गम्भीर सुरक्षा शंका व्यक्त गरिएको छ। केही सूचनाहरूले IS, LET, हमास जस्ता समूहसँगको सम्भावित जोडबारे पनि सङ्केत गरेका छन्। सातौँमा, ठूलो इस्लामिक जमघट, जसलाई हामी इज्तिमा भनेर भन्छौँ आजकल, सीमावर्ती क्षेत्रमा पटक पटक आयोजना गरिने अन्तर्राष्ट्रिय इस्लामिक इज्तिमा अवैध घुसपैठ, चरमपन्थी सञ्जाल विस्तार तथा अन्य आपराधिक गतिविधिलाई सहज बनाउने जोखिम बढेको छ। नेपाल भारत खुला सिमाना भएका कारण यस्ता कार्यक्रमहरू विशेष सुरक्षा चिन्ताको विषय बनेको छ। हाम्रो मागहरू मदरसा शिक्षा बोर्ड विधेयक तुरन्त फिर्ता गरी सम्पूर्ण नीति नियमको पारदर्शी पुनरावलोकन,
हिन्दू समाजमाथि भएका आक्रमण, कडा अनुसन्धान र दोषीमाथि कठोर कानुनी कारबाही, सिमानामा सुरक्षा कडाई, अवैध घुसपैठ नियन्त्रण, मदरसा मस्जिदको नियमित अनुगमन, सार्वजनिक संस्थानहरूमा मजहबी अभ्यासमाथि प्रतिबन्ध, हलाल जस्ता थोपिएका अभ्यास रोकिन व्यवस्था, जनसाङ्ख्यिक परिवर्तन तथा कट्टर गतिविधिलाई लक्षित विदेशी वित्त पोषित कार्यक्रमहरूको प्रतिबन्ध, सीमावर्ती क्षेत्रमा आयोजना हुने इजतिमा जस्ता ठूलो मजहबी जमघट कार्यक्रममाथि पूर्ण प्रतिबन्ध, राष्ट्रिय सुरक्षा, सांप्रदायिक सद्भाव र व्यवस्थाको सुरक्षार्थ प्रदेश तथा संघीय सरकारबीच समन्वय मजबुत पार्नु। विशेष आह्वान हाम्रा सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सुरक्षा सम्बन्धी कुनै पनि शंका लाग्ने गतिविधि तुरुन्तै स्थानीय निकाय वा प्रहरीमा जानकारी गराउन आग्रह गर्छु। सरकारलाई पनि निष्पक्ष राष्ट्रिय सुरक्षा र हिन्दू बहुसंख्यकको संवैधानिक अधिकारको रक्षा सर्वोच्च प्राथमिकतामा राख्न जोरदार अनुरोध गर्दछौँ। विश्व हिन्दू परिषद नेपाल शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट निरन्तर आवाज उठाइरहने तर यी विषयमा गम्भीर कदम नचालिएमा उत्पन्न हुने सामाजिक असन्तुष्टिको सम्पूर्ण जिम्मेवारी सरकारमाथि रहनेछ। जय श्री राम, नेपाल आमाको जय। यति निवेदन लिखित रूपमा यहाँ जुन जनकपुरको प्रमुख पत्रकार जुन क्षेत्र छ उहाँहरूलाई हामीले निवेदन गर्यौं।